पितोडमा त्यस्तै यहाँ नबोल्नुहुन्नस्, अहिले नबोल्दिनु होला। अनि घुसडी बजारलाई मोहननगर र मोहननगरलाई भीमदत्त नगरपालिका गड्डा चौकी भन्सार भुजेला बाँसखेडा पिपरैया ऐरी दैजी बेलौरी बेलडाँडी पुरुन बाहा ढक्का चान्देव डोकै बजार ढक्का चान्देव अनि हाम्रो दोधराको कुतिया कबरदेखि माथि आमभोज बाबाथान दोधरा चाँदिने त्यहाँ पनि हाम्रो नेपालको प्रिय प्यारो महाकाली चुमल्या आइराखेको छ र हामी कञ्चनपुरवासी त्यो चुमल्याकै पानीमा रोपाई गरेर धान कमाएर भात खाने गरेका छौँ। चुमल्यावारी बोयतोडी हाम्रो सिद्धि हो। चुमल्या पारी दार्चुला लाली राळम बाँको उको बुडकटा गोइलाडा गणगाउँ खम्तोली चम्तोली धनतला चौण मकड्ना तला रिठा चौपता मखोली बिनपत्ती गण्डा छेपट्टा मत्ती जो कोइराली बिचमै आग लागो बाग लागो चुकटाटो बोतलो जुन लागो अछामी हारामी बजाङ जाति उर्बिया पूर्बिया दलित जनजाति आदिवासी थारू चौधरी महिला मुक्ति भितरका सबै बचेर पलो रोन बिच मणिका बडजीकी भाडमा झन्ना कब 4 हड्डा 42 खड्डा दनकमला रड्डा कोइचला अफसोद पड्डा कोही घोडामा चड्डा बर्माका शर्मा आइलान्या भल्सा गडचोक हाल्दान्ने मखडा नेता बाँसखेडा सौकार ऐलान्या पिपल कय ज्वार। यो मेरो सुटकिलो हजुरहरूले सुनिदिएको उपलक्ष्यमा हे प्रभु पशुपतिनाथ बाह्रमाला 12 कल सिद्धनाथ वैद्यनाथ भोटकी नन्दा देवी माल प्रणागिरी 34 कोटी देवता राजा सबका सजा इष्टकुले सबैका प्रभुकी माया भगवानकी माया यो पापी अपराधी कोरोना बिमारलाई विश्वभरिबाट टाढा हटाइदेऊ मनोकामना सबका सफल गरिदेऊ। यति भनिसकेपछि दोहोरा व्याख्या गर्नुपर्ने त केही पनि थिएन, केही पनि अलिअलि यति मात्रै यो मेरो मनमा लागेको कुरा मैले भनिहाल्छु। आज भोलिका केटाकेटी नानीहरू बाबुहरू कस्ता हुन्छन् भने थोको भने रुनो ततानेहरू एक छाक खाना खान नपाउँदा नदुब्लाउने केटाकेटीमा आपसमा मन परेको मान्छेमा लास्टै फोनमा गफ हानेर मुस्कुराउन नपाउँदा दुब्लाउने उहाँहरूको मुस्कान सफल होस्। यो मेरो चुटकिलो सुनिदिने मानभाव दर्शकहरूलाई मेरो अनुरोध के छ भने योभन्दा पूर्व मलाई सम्झनु भन्दा पनि पहिला